हस्पिटलको यो ढोका कतिपटक खोलियो र कतिपटक बन्द भयो भनेर गनेर साध्य नै छैन। सन्तान नहुँदासम्म लाग्थ्यो आमा बाबु हुनु भनेको सायद सामान्य जिम्मेवारी मात्रै हो, तर जब आफ्नै बच्चा रातभरि ज्वरोले छटपट्याउँछ, उसको सानो सानो रुवाइले आफ्नो मुटु चिरिन्छ, तब मात्र थाहा हुँदो रहेछ आमा बाबुको मन कति बलियो हुनुपर्छ भनेर। हिजो रातभरि मेरो नानी ज्वरोले रोइरहे। हामी दुवैको आँखामा निन्द्रा थिएन। बिहान 4 बजे हतार हतार हस्पिटल पुग्यौँ। त्यो क्षणमा आफ्नो थकान, भोक, आराम सबै कुरा बिर्सिएर एउटा मात्रै प्रार्थना थियो, मेरो बच्चा छिट्टै निको होस्। अनि भिडियो एक्सरेपछि थाहा भयो कि शरीरमा पानीको कमी भएको रहेछ। त्यसै कारण कब्जियत भयो र त्यसबाट इन्फेक्सन भएर ज्वरो आएको रहेछ। यस्तो घटना धेरैचोटि दोहोरिसक्यो। हामीले नानीहरूलाई हुर्काउने क्रममा कहाँनिर हामीले गल्ती गर्छौँ होइन, कहाँनिर चुक्छौँ भन्ने कुरा हामीलाई थाहा पत्तै हुँदैन। बच्चा हुर्काउने जर्नी भनेको चाहिँ किताबमा पढेको जस्तो सजिलो हुँदैन रहेछ। कहिलेकाहीँ हामीलाई थाहा नै हुँदैन कुन कुरामा अझ बढी ध्यान दिनुपर्ने रहेछ, कुन कुराले पनि ठुलो असर पर्न सक्छ भन्ने कुरा चाहिँ हामीले अनुभव गर्दै जाँदाखेरि चाहिँ सिकिने रहेछ। अहिले त मैले तपाईँहरूलाई बताउँदै गर्दाखेरि एकदम कुल भएर भनिरहेको छु, तर जुन टाइम यो मेरो नानी रातभरि छटपटिरहँदा होइन, आया आथा दुख्यो भनिरहँदा एउटा बाबुलाई र आमालाई कति त्यो पीडा भइरहेको भन्ने कुरा त एउटा त्यो भोग्नेलाई मात्रै थाहा हुन्छ। अहिले त म तपाईँहरूसँग मेरो आफ्नो कुराहरू सेयर गर्दैछु। जति खुसी मैले क्याप्चर गरेको हुन्छु नि, यो जुन यो अब के भन्छ यसलाई, दुःखको मोमेन्ट भनौँ कि पीडाको मोमेन्ट पनि मैले क्याप्चर गरेर राखिरहेको छु क्या। धेरै कुराहरू सिकिँदै जाँदो रहेछ क्या है। जब आफू आमा बाबु बनेपछि थाहा हुने रहेछ के एउटा आमा बाबु भनेको के हो भन्ने पुरा त्यसको अर्थ चाहिँ आफू आमा बाबु बनेपछि थाहा हुने रहेछ। त्यही भएर तपाईँहरू पनि यदि बेबी प्लान गर्दै हुनुहुन्छ भने एउटा कुरा चाहिँ साँच्चै भन्न चाहन्छु कि राम्रोसँग सोचेर मात्रै प्लान गर्नुहोस्। म तपाईँहरूलाई बच्चा नजन्माउनु भनेर भनेको चाहिँ होइन नि। फेरि बच्चा हुनु भनेको जीवनको सबभन्दा ठुलो खुसी हो, तर त्यो खुसीसँगै धेरै जिम्मेवारीहरू पनि आउँछ, जुन मैले आमा बाबु बनेपछि मात्रै राम्रोसँग बुझेँ। विशेष गरी चाहिँ आमाहरूको लागि त झन् गाह्रो हुने रहेछ। बिहान उठेदेखि राति नसुतुन्जेलसम्म बच्चाहरूकै वरिपरि दिन बित्छ। उनीहरूलाई खुवाउने, प्याउने, सुताउने, बिरामी पर्दा हेर्ने, कहिलेकाहीँ त है भोक, निन्द्रा, प्यास के हो जस्तो लाग्ने क्या। अनि थकाइ लाग्ने, चिडचिड हुने, रिस उठ्ने, अनि कहिलेकाहीँ त अब म सक्दिनँ कि क्या हो पनि भन्ने लाग्छ। अनि बुबाहरूलाई पनि सजिलो त छैन, दिनभरि काम गरेर थाकेर घर आउँदा होइन आराम गर्न पाइँदैन, बच्चाहरूको जिम्मेवारी, घरको चिन्ता होइन, अनि रातको अधुरो निन्द्राले चाहिँ होइन सबै कुरा मिलाएर हिँड्नुपर्छ बाबाहरूलाई पनि। त्यसैले भन्छु कि म बेबी प्लान गर्नु भनेको चाहिँ बच्चा मात्र जन्माउने कुरा चाहिँ होइन, त्यसलाई हुर्काउन होइन समय, धैर्य, जिम्मेवारी, मानसिक तयार हुनुपर्ने रहेछ क्या। आफूहरू साँच्चै तयार छौँ भन्ने लागेपछि मात्रै यो निर्णय लिनुहोस्। अनि अझ एउटा के कुरा भन्न चाहन्छु भने मैले यो सबै आफूले धेरै जानेर भनेको होइन नि। फेरि होइन मैले भोग्दै जाँदा होइन बुझेको कुराहरू तपाईँहरूसँग सेयर गर्न मन लाग्यो, त्यसैले भनेको। यदि मेरो अनुभवले कसैलाई अलिकति भए पनि सोच्न मद्दत गर्यो भने त्यसले गर्दा मलाई एकदम धेरै खुसी लाग्नेछ। बस आजको लागि यत्तिकै मैले भोगेर बुझेका कुराहरू तपाईँहरूसँग मन खोलेर सेयर गरेँ। यदि तपाईँहरू पनि बेबी प्लान गर्दै हुनुहुन्छ भने एकचोटि राम्रोसँग विचार गरेर आमा बाबु बन्नुहोस्, यही भन्न मन लागेको थियो। तपाईँहरूको विचार पनि कमेन्टमा भन्नुहोला, म पढ्न चाहन्छु। फेरि अर्को भिडियोमा भेटौँला भन्दै हामी मामु छोरी बाबा हस्पिटलबाट घर फर्क्यौँ। बाई, धन्यवाद।